ताप्लेजुङ यात्रा अतिशय हाइटमा छौँ हामीहरू। दाजु कस्तो अनुभव गर्नु? एकदम राम्रो रमाइलो छ। कति हजार ज्यान फुर्तिलो भयो 38 मिटरको हाइटमा होइन? भगवानको शक्तिले एकदम जिउ फुलको छुमा चाहिँ हल्लो भएको छ। गुराँसहरू लटरम्म फुलेका छन्। वातावरण एकदम चिसो छ। कति 5 डिग्रीको चिसो लगभग होला होइन दाजु? त्यस्तै होला। केही गर्दैन। बादल ढकमक्क लागेको छ। पनि गर्छ, मिडिट पनि गर्छ। हिउँ पर्ला पर्ला जस्तो मौसम छ। ओ गडाङगुडुङ गर्यो। ओ ल पानी पर्ला जस्तो कन्डिसन छ। साथीहरू हाम्रो राजदाईले पोको निकाल्नु भयो। दाजु त्यो कनिकाको हो कि सुर्तीको पोको दाजु? कनिकाको यो कनिका पोको हो। अब यो कनिका टोल्दै जानुपर्छ। लगभग 5 डिग्रीको चिसो 5 डिग्रीको चिसो होला। एकदम सिरोटी चिसो चलिरहेछ। 5 डिग्री छैन दाइ 5 डिग्री पुग्न पुग्छ। ओ खड्का सर दाजु कस्तो अनुभव छ? एकदम अनुभवै अनुभव हो। माताले साथ दिनुभएको छ होइन। अब चढिँदैछ माताको दर्शन गर्न। ताप्लेजुङ यात्रा त्यो पारीमा पनि बस्ती रहेछ। पारी गाउँ ल आमा पनि पुगेर आइपुग्नु भयो। चिन्नु हो? मैले त चिनेन हो फर्केर आएर फेरि चिनापर्ची गर्नुपर्छ। आमा खै त खै को त? हामी तराई बासी आमा। तराई बासी एउटै नेपाली। एउटै नेपाली। नमस्कार। हिमाल पनि देखि। हेलो दाजु कतिको रमाइलो भयो त? रमाइलो त भइहाल्छ नि त्यसै। ल ल ल